मैले धेरै खोल्नु नपरोस्। काण्डै काण्डले भरिएका नेताजीहरू। रासोपाका सांसद हरिमोहन भण्डारी भन्नुहुन्छ, भ्रष्टाचारै भ्रष्टाचार, काण्डै काण्डले भरिएका नेताजीहरूको नाम यो पवित्र सदनमा नलिदिनु होला। भ्रष्टाचारै भ्रष्ट, काण्डै काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिनु होला। मैले धेरै खोल्नु नपरोस्। विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर अङ्गालो हाल्नुहोस् साथीहरू, मैले सुरुमै भनेको थिएँ। विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अँगालो हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ। तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला। र यो सँगसँगै उहाँले एउटा महत्त्वपूर्ण कुरा पनि जोड्नु भएको छ। नेपालमा अहिले देखिएको ग्यासको चरम समस्याको समाधान र प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा आएर विभिन्न किसिमका उठेका सवालको जवाफ दिन पनि उहाँले सभामुख मार्फत अनुरोध गर्नुभएको छ। अब हामीले सत्ता पक्षका भए पनि हामीले ग्यासको अभाव पूर्ति गर्नै पर्छ र सम्मानीय बालेन प्रधानमन्त्री हाउसमा आउनै पर्छ र उहाँबाट मागेको जवाफ दिनै पर्छ।